भाइ त डराउँदैन नि चौरस्तामा पनि डराउँदैन Welcome back to my channel. So guys, आज चाहिँ मेरो नानीहरु चाहिँ यहाँ चाहिँ घोडामा चढेर इन्जोय गर्दैछ हो त यहाँ चाहिँ मेरो माम र माइजूले घोडामा चढाइरहनु भएको छ अन्तखेरि चाहिँ यहाँ परसम्म लगिदिनु हुन्छ अरे कि म चाहिँ भिडियो गरिदिँदैछु यो छोरीको चाहिँ व्हाइट हर्समा पढेर खुसी लागिरहेछ छोरीलाई कपाल त तपाईँ कस्तो स्ट्रेट छ त अन्त दामी रहेछ आज चाहिँ मौसम राम्रो भइरहेछ त्यही त पहिलो कुरो बाटोहरू पनि सबै यस्तो भइरहेछ नत्र चाहिँ यहाँ चाहिँ रोड थियो लड्दैन नि च्याप्पा पक्राउन केही हुँदैन ए चाहिँ मेरो साथीको घर हो यहाँ चाहिँ हामी पहिला सानोमा म चाहिँ यहीँ खेल्थेँ क्या हामी यहीँ हुर्केको भन्नुहुन्छ साथी चाहिँ छैन घरमा यहाँ चाहिँ अहिले कोही छैन साथीको पापा मात्रै हुनुहुन्छ मेरो बेस्ट फ्रेन्डको घर हो यहाँ चाहिँ अनि ए लु कोही छैन जस्तो घरमा पनि है ए च्याप्पा पक्रै नानी हात छोड्नु हुँदैन है हात छोड्नु हुँदैन भाइ पक्र मजा आइरहेछ दुईजनाले इन्जोय गर्दैछौ तीनजनाले ए अँ फुलेको रहेछ पुरा है फुलहरू पक्र पुकु मजा आइरहेछ डर लागिरहेछ है तिमीलाई यस्तो हेर्दा डराउनु हुँदैन केही हुँदैन नि खाँदैन कहाँ खान्छौ नानीको खुट्टा अलिक उयो भएछ नि छोटो गाइस अब चाहिँ नानीहरूले चाहिँ पुरा इन्जोय गर्यो यो दिन चाहिँ हो अनि दिन पनि मौसम पनि राम्रो भइरहेको थियो अनि मेरो छोरा र छोरी धेरैभन्दा धेरै खुसी भइरहेको छ गाउँमा आएर एकदम घोडामा पनि चढ्नु पायो हो मामालाई धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु मलाई नानीहरूलाई घोडामा चढाइदिनु भयो अन्त यहाँ नानीहरू खुसी भएर जाँदैछ एकछिन यहाँनिर चाहिँ स्टप गर्नुहुने अरे अन्त मामाले फेरि अर्को घोडा निकाल्छु भन्नुहुँदैछ अन्तखेरि चाहिँ तपाईँलाई याद भएको कुरा हो अनि मेरो नानीहरूले चाहिँ इन्जोय गर्दैछ नानीहरूले इन्जोय गरेपछि बस्दै हो खुसी प्यारेन्ट्सहरू नि ऊ बाङ्गिँदै ऊ बिचारालाई अप्ठ्यारो भयो क्या हर्सलाई च्यापा पक्रा दुईजना नडरे पक्रा केही हुँदैन बेबी नचल डराउँछ नि त हाम्रो पुकु चाहिँ बाङ्गिँदै रहेछ भाइ त उमाले इन्जोय गरिरहेछ भाइले पो बुढो भाइ पो डराउँदैन बुढो ल बिस्तारै केही हुँदैन नतला पक्रा छ्या दुईजना डरछेर केही हुँदैन अब जग्गा आइपुग्यो ए डराएर किन डराएको लाउ नाटक रहेछ नि त दुईजनाको बाबा मेरो बापुजीलाई चाहिँ जाडो भएको घाममा टोपी त्यसै नि हजुर ए यहाँ काम गर्नुहुँदैछ नि त है त्यो कलरिङ भाइ गुड डर लाग्छ नि डर लाग्छ नि आफूलाई चाहिँ कसले भन्ने आमालाई डर पोखर आफूलाई कसले भन्ने है डराएन होला भाइ त है मामा उ त डराउँदैन नि आऊ पक्रिन उसलाई पक्रिनु दुईजनाको फोटो भाइ त्यसो गर्नु हुँदैन लाताले उसलाई थाहा छैन नि
यहाँ एउटा रहेछ पदिना यी दबाई हो नि यो ल यता चाहिँ तपाईँले देख्न सक्नुहुन्छ होइन जतिको काम भयो भने मान्छेहरूले घर घरमा चाहिँ फुल चाहिँ यस्तो दामी दामी फुलाएको छ यी आफ्नो काम हुन्छ बस्तीको जग्गामा र पनि बिचरा सबैजनाले आफ्नो आफ्नो घरमा चाहिँ फुल रोपेको हुन्छ उहाँ चाहिँ मेरो प्यारो भन्दा प्यारो मामा हुनुहुन्छ स्वागत छ हजुरलाई मेरो च्यानलमा मामा नमस्कार मामाको पनि च्यानल फेसबुक पेज छ है माइजूको पनि फेसबुक पेज छ नाम के छ तपाईँको शान्ति राई यता मामाको माइतरस राई होइन मामा मेरो त डिकी शेर्पा छ नि इन्स्टा रिल्स बनाउँदैछ अनि यता नानाहरूले भिडियो बनाइहाल्छ जग्गा बनाउनु पर्यो ए उयो लुगा देख्छ होला यता जानु नि यता मर्नु खोजेको भनेको भन्ने हामी चाहिँ डाँडाको जाँदैछु नानीहरू अगाडि जाँदैछ मैले चाहिँ बेसी लुगाहरू ल्याइदिनँ अन्त हामी चाहिँ त्यही लुगा लगाएर फेरि पनि जाँदैछु पुरा टाढो छ नि त हिँड्नुपर्छ खै भाइलाई पनि ए भाइ माथि आउँदै रहेछ ए पानी पर्नु आँटे हिजोसम्म चाहिँ घाम लागेको थियो कि आज चाहिँ पानी पर्नु आँटेछ भाइ कुदेकेर लड्छ होला सो गाइस अब चाहिँ हामी भन्ज्याङ आइपुगेँ मेरो मामालाई पनि भेटेँ हो मामाको चाहिँ पारै मिलेको छैन अरे अहिलेसम्म है मामा जो जो पारा मिल्ने छ हाम्रो मामाको लागि कमेन्ट्स गरिदिनुहोस् ल पारा मिलेको छैन ल कसैले खान्छ हौ हजुर अहिले बेलुका थाकेर कस्तो सुत्छ होला भाइ यो चाहिँ असिलोको बाट आम्मा दामी रहेछ त अन्त रहेछ त ए तल ढिलो अप्ठ्यारो भिख माग्दैछ अरे आज तिम्रो लागि त टिपी दिनु हुँदैछ उसको चाहिँ फेरि चुई गम चाहिँ मलाई खानु भन्छ नि त म कहाँ खान्छु खाँदिनँ ल म यहाँ छ लोभ पनि लाग्दैछ खाऊ न छोड्दै छोड्दैहोस् फुल्दै रहेछ यहाँ भन्ज्याङ ए खोला आइपुग्यो फुल फुलिरहेको छ बेगुनिया यहाँनिर चाहिँ ल आउन छोडी हिँड ल यहाँसम्म चाहिँ हामी हिँडेर आएँ अब चाहिँ गाडी आउँदैछ गाडीमा जान्छु है छोरी अरे हो लड चाहिँ बाबा बाटो हेर्दै हिँड बाटो हेर्दै हिँड बाटो हेर्दै हिँड सो गाइस हामी चाहिँ बिस्तारै बिस्तारै गरेर चाहिँ खोला आइपुगेँ हो यहाँनिर चाहिँ गाडी आएको चाहिँ छैन रहेछ मलाई लागेको थियो गाडी आइपुग्यो होला भनेर तर गाडी आइपुगेको थिएन रहेछ अनि मेरो नानीहरू भाइ पनि पछाडि पछाडि आउँदैछ मेरो पुग्गु हिँड्नु नसकेर हेर्नुहोस् न बिस्तारै हिँड्दै आउँदैछ हाम्रो गाडी पनि आइपुगेको छ छिटो त आइपुगेकै छैन हेर न छोरी हौ कहाँ गएको थियो के हो हो र अब गाडीमा जानुपर्छ त टोटो आएन रहेछ ल गाडीमा चढ्नु न ल हुन्छ त अहिले चाहिँ यहाँनिर बाटो पनि राम्रो बन्नेछ म चाहिँ 4-5 साल बाद आएको पहिला भन्दा चाहिँ निकै राम्रो भइसकेछ अब चाहिँ हामी डाँडोमा पनि नानीहरू सामान जानु हुँदैछ बहिनी अब आइपुग्यो हामी यहाँ अलिकति छोरालाई लिन लागिरहेको छ कि यहाँबाट आएको त सो गाइस यो चाहिँ यो ग्राउन्ड चाहिँ डाँडागाउँको ग्राउन्ड हो नानी एकछिन खेल्छु भनेर चाहिँ मैले यहाँ लिएको यहाँ चाहिँ
भाइ बहिनीहरू पनि खेल्दै रहेछ अन्त मेरो छोरा पनि बल खेल्न इन्जोय गर्दैछ आज हामी डाँडा गाउँमा आइरहेको छु ल ल लड्छ लड्छ टिडिङ डिङ डिङ टिडिङ डिङ डिङ ए याद बदल्यो 2 दिन बस्नु मन पर्यो अरे मेरो छोरीलाई चाहिँ मेरो छोराले पनि हान्छ अरे हौ त्यो त मेरो छोरालाई पनि दिनुहोस् न छिटो 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 गुड ला झन्डै लडी गयो ल त्यो त हान्नु हुँदैन उता पो हान्नुपर्छ त जाउँ जाउँ यता रङ साइड हान्नु हुँदैन जता पाए त्यता हान्दै रहेछ नि त भाइले चाहिँ अब हामी चाहिँ पुगेर डाँडा गयो अन्त खेल्नु रहेछ मम्मा फुटबल भाइसँग मम्मालाई पनि अलिअलि आउँछ नि त फुटबल खेल्नुहुँदैछ मम्मा थाकिरहनु भएको छ मम्माले चाहिँ भाइलाई पनि सिकाउनु हुँदैछ नि मम्मा अलिअलि खेलेँ अन्त त्यसपछि भिडियो बनाउँदैछ अब सो गाइस अब चाहिँ हाम्रो खाना खाने टाइम भयो अब चाहिँ म खाना खानु आँटेको छु हाम्रो आजको दिनहरू चाहिँ यसरी नै बित्यो हेर्दै गर्नुहोस् हाम्रो च्यानललाई लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस् एन्ड थ्याङ्क यू फर वाचिङ आवर भिडियो थ्याङ्क यू